यहाँहरू सबैलाई नमस्ते। म यतिखेर वाकिङको क्रममा यो चन्द्रकालिका मन्दिरदेखि तल झर्दैछु। लगभग यो 3.5-4 किलोमिटरको दूरी तय गरिसकेपछि म चन्द्रकालिका मन्दिरबाट यो पूर्वतर्फको सिँढीबाट तल झर्दैछु। इभिनिङ वाक होस् या मर्निङ वाक स्वास्थ्यको लागि निकै यो लाभदायक छ। हामी बिहान बेलुका कम्तीमा पनि 5-7 किलोमिटर हिँड्यो भने शरीरलाई एक खालको शारीरिक परिश्रम पर्छ र यसले चाहिँ मानसिक तथा शारीरिक रूपमा स्वस्थ रहने सहयोग गर्छ। यतिखेर यो जङ्गलको बाटो छु म, झ्याउगिरी पनि कराएको तपाईँहरूले सुन्न सक्नुहुन्छ। मलाई आजकल के लाग्छ भने मानिसहरू निकै तनावमा देखिन्छन्। व्यस्त जीवनशैली मानिसहरूको एकान्तपन, एक्लो महसुस गर्नु, यस्ता खालका कुराहरू पनि मानिसहरूले पछिल्लो क्रममा मानिसहरू डिप्रेसन अथवा थोरै एक्लोपना महसुस गर्ने डिप्रेसन जस्तोमा जाने चाहिँ यो आर्थिक सामाजिक हिसाब अथवा रोजगारीको सम्भावनाहरू कम हुनु अथवा आर्थिक तपाईँको सफलता प्राप्त नगर्नु भने जस्तो नसोच्नु र कहिलेकाहीँ आफूलाई अरूसँग तुलना गर्दा त्यस्तो पनि नपाउनु, त्यसै गरी पारिवारिक कलह, विग्रह, त्यसै गरी पारिवारिक सदस्यहरूको बिचमा तनाव, सम्बन्ध बिग्रिनु, धेरै साथीभाइहरूसँगको तनाव अथवा सम्बन्ध बिग्रिनु, यस्ता कारणले मानिसहरू अथवा कुनै काम गर्दाखेरि सफलता प्राप्त नहुनु, ती कुराहरू गर्दा पनि मानिसहरू चाहिँ डिप्रेसनको शिकार भइरहेको हामी पाउँछौँ। कुनै काम आँट्यो अथवा कुनै काम गर्न खोज्यो, सक्सेस हुँदैन। सक्सेस नभएपछि त्यही कुरा मनमा लिएर खेलाएर बसिरहने यस्तो खालको वातावरण पछिल्लो समय मानिसहरूमा सिर्जना हुँदै गएको छ। यसले गर्दा मानिसलाई एक खालको तनाव र त्यो जीवनशैली नै फरक खालको भएको हामीले देख्न पाउँछौँ। त्यसको सबैभन्दा उत्तम विकल्प भनेको परिवारसँग घुम्न जानु, परिवारहरूको बिचमा समय बिताउनु अथवा शारीरिक रूपमा व्यस्त राख्नु अथवा परिश्रम गर्नु, एक्सर्साइज गर्नु, त्यसै गरी जिम अथवा वाकिङ होइन, यस्तो कुराहरूमा ध्यान दियो भने मनलाई कहिले कहिले मेडिटेसन, योगा पनि गर्न सकिन्छ। योगा गरियो भने पनि हुन्छ। साथीभाइहरूसँग घुलमिल हुनु, साथीभाइहरूसँग खेल्नु, साथीभाइहरूसँग घुम्न जानु हिँडिरहेको छु इभिनिङ वाकको क्रममा। म अफिसबाट घर फर्किएपछि प्रायःजसो यो बेलुकाको समयमा यो सर्टकट बाटो, कहिलेकाहीँ दिपाङ तालतिरको बाटो, कहिलेकाहीँ यो चन्द्रकालिका, कहिले यो कालीगण्डकी हुँदै ठुली पोखरीसम्मको यात्रा गर्छु र कहिले म यो सर्टकट बाटोहरू पनि प्रयोग गर्छु। आज म यो वाकिङको क्रममा यो बाटो आइपुगेको छु। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, जीवनशैलीलाई सुधार्नुहोस्, त्यो भने तपाईँको तनाव कम हुनसक्छ।